हेलो वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा तपाईहरुलाई स्वागत छ। सरी गाइस, मैले बाटो अलिकति भुले। यस्तै हो गाइस, तपाईहरुलाई मेरो ब्लगमा आजको ब्लगमा स्वागत छ। म पनि सन्चै छु, एकदम आराम कुशलै भएको अवस्था। तपाईहरु पनि एकदम आराम कुशलै हुनुहुन्छ होला। आज चाहिँ ब्लग गर्नको कारण चाहिँ चट्ट रिक्वेस्ट भएर म चाहिँ बत्तीको बिल तिर्न जाँदैछु गाइस। अनि हाम्रो ब्लग चाहिँ धेरै पछाडी आयो गाइस हैन, अलिकति केही प्रब्लमले हो, केही छैन। आज चाहिँ रिकेश भाइ उपर छ। रिकेश भाइ चाहिँ बाटो देखाउन गएको गाइस। मलाई थाहा छैन नि त यो बत्तीको बिल तिर्ने ठाउँ। पहिलेको चाहिँ थाहा थियो गाइस, खातबारी बजारमा थियो, अहिले चाहिँ यता पिप्लेतिर रहेछ। त्यही भएर थाहा छैन, त्यही भएर मैले आज चट्ट ब्लग गरिदिएको। दिनभरि के गर्नु भनेर गाइस। यस्तै छ हाम्रो हैन, गाउँघर यस्तै छ। अनि यहाँ चाहिँ जङ्गलमा छौँ गाइस। रिकेश भाइ तल छ। अनि बाटो चाहिँ यो रहेछ। हामी चाहिँ झन्डै म चाहिँ यो बाटो हिँडेको। त्यही गाइस, हामी एकछिनमा भेट्नुपर्छ। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। हस्त गाइस, अहिले चाहिँ हामी चट्ट हिँडिरहेको छौँ हैन। रोड भन्दा पनि गल्लीमा हिँडिरहेको छौँ। मलाई चाहिँ केही थाहा छैन। हाम्रो अगाडिको सरले चाहिँ देखाइरहेको हुनुहुन्छ, रिकेश सरले चाहिँ। अनि तपाईहरुलाई एउटा खुसीको खबर चाहिँ के छ भने हामी पास भयौँ क्या गाइस। एसीमा सुन्नु भएन? पास भयो। रिकेश भाइ पनि पास भयो, म पनि पास भएँ। हाम्रो यता अस्ति सानो रिल्सको खल्ती एप पनि पास भयो। अनि हेर्नु हामी अनि के भन्दै थिएँ गाइस, मैले बिर्सी गएँ हैन। अनि ओफ, पास चाहिँ भयो। साँच्ची त गलत रास्ता आइयो। ए भाइ, त्यो रोडबाट तेर्सै जानुपर्ने हो, बिर्सेछ। मारिदिन्छु म तिमीलाई यार। यता र उता गाइस, बाटै बिर्सि देखाउने मान्छेले बाटै बिर्सेको दाइ। गाइस कस्तो दाइ भनेपछि छ्या फेरि गाइस। अब हामी के भन्दैछौँ भने एसीमा पास भयो एकदमसँगले हैन। अब राम्रो नम्बर त ल्याउनु नपाए पनि पास चाहिँ भयो गाइस। 10 पास भयो। अनि रिकेश भाइले चाहिँ B+ पास गरे। अनि मैले चाहिँ बीमा मात्र। अनि जेनी एकदम खुसी छौँ हामी। अब बिस्तारी अब यो बर्खे बिदा पछाडि अब हाम्रो कलेज पनि सुरु हुन्छ। अनि कलेजको पनि केही आउँछ गाइस, ब्लगहरू धेरै आउँछ। अब त राकेश ब्लगले अब चाहिँ ब्लग निकाल्छ क्या गाइस। अब बिस्तारै मोबाइल किन्नुपर्छ। अहिले राम्रो खालको अलिकति मोबाइल पनि त छैन गाइस हैन। त्यस्तै हो। अब त्यही हो गाइस हैन। अहिले चाहिँ अनि छोटो, त्यही भएर म राम्रोसँगले भ्लग गर्न पाएको छैन। अनि रिकेश भाइ बस्छ न एकछिन। रिकेश भाइ पनि तिमीलाई पास हुँदा कस्तो फिल भइरहेछ त? एकदम मजाको भइरहेछ। अब कलेज चाहिँ कुन अरे? कलेज बन्द गाइस। कलेज चाहिँ फेरि यहाँ खातबारीमा धेरै छन्। चिट्ठा तान्नुपर्छ गाइस, चिट्ठा तान्नुपर्छ कुन कलेजमा पढ्ने भनेर। अनि अब हाम्रो लगभग बत्तीको बिल तिर्ने ठाउँ पनि आए जस्तो लाग्यो। अनि रिकेशले बेला चाहिँ बाटो बिर्सिँदो रहेछ क्या गाइस। अब चाहिँ मलाई फेरि थाहा भयो, सब थाहा भयो। बाटो कता हो सबै थाहा भयो हैन। अब अर्कोचोटिबाट चाहिँ म साथी आउनु पर्दैन, कोही पनि एक्लै आइदिन्छु म। अब त दादा हो नि, एकचोटि थाहा भएपछि त उयो पहेँलो अरे। रिकेश भाइ चाहिँ यहाँ हिँडिरहेछ। यो बाटो त गाइस म पहिले आएको आउनु त, त्यही पनि थाहा चाहिँ थिएन क्या यहीँ हो भनेर। यो बाटो त म सारा संसार खाएको मान्छे हो कि यस्तो बाटोहरू त। त्यही पनि कुन हो त? कुन अरे? ए यो भाइ मलाई गाइस झुकाइरहेको छ बेला। त्यही पनि केही छैन। ल हामी एकछिनमा ल त गाइस बत्तीको बिल तिरियो। खासै धेर त उठेको रहेनछ गाइस हैन। अब सामान्य हो, खासै धेर त होइन। 580 रुपियाँ मात्र तिरियो अघि भर्खर। अनि त्यही हो गाइस। अब यस्तै हो। अब बत्ती यो गर्मीमा त कति उठ्छ गाइस। तर फेन चाहिँ छैन, तर उठ्नु चाहिँ उठ्छ गाइस। उठ्छ, डह्रो उठ्छ। अनि अब त्यस्तै फर्किसक्यौँ अब घर।
घरतिर फर्किसकेको हामी चाहिँ रिकेश भाइ चाहिँ अघि हिँड्छ म चाहिँ पछि ल त गाइज हामी भेट्दै गर्नुपर्छ गाइज अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ हामीले होइन गाइज एकजना मान्छेलाई चाहिँ टुप्लुक्क देखियो क्या अनि को रहेछ भनेको त तपाईँहरूले नि चिन्नुहुन्छ मेरो पहिलेको भ्लगमा पनि थियो ग्लोबलै पढ्छ क्या यो चाहिँ अनि तपाईँले देख्न सक्नुहुन्छ यसले चाहिँ यस्तो बनाइदिनु हात फेरि एकचोटि दे हादे 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 न हादे के छ हादे दे भाइ दे यसले चाहिँ अघि भर्खर कोट्याको गरेर यस्तो फोहोर बनाइदिइसक्यो होइन अनि भाइ बाहिर आऊ त बाहिर आउन फेरि ल्याङ्गे आउन छिटो आउन यहाँ आउन यार एकचोटि आइसक्यो गाइस आउन छिटो ल्याङ्गे आउन म बाहिर आउन तिनीहरूकोबाट कतिजना भयो पिप्लेबाट 18 जना 3 जना फेल हाम्रो पनि त्यही त हो नि देख्न सक्नुहुन्छ यो घर चाहिँ यहीँ रहेछ है गाइस हामीलाई चाहिँ फेरि तल भनेर गफ दियो यहीँ रहेछ यो कति ल्याएछ यो ल त तिमीले ल्याएको छैन 2.91 गाइस केटोलाई चाहिँ भेट्टाएर यसो यस्तीको बारेमा एक दुईवटा गफसफ गरियो त्यो पनि पास भएछ अनि खुसी लाग्यो सबै केटाहरू पास भएकोमा होइन अनि त्यही हो अब हामी चाहिँ घर चट्ट फर्किँदैछौँ हामी कहाँ आइपुग्यौँ भने भ्लग स्टार्ट गरेको जङ्गल आइपुग्न आँट्यौँ अनि यस्तो छ गाइस कन्टेन्टहरू केही छैन हावामा कुद्नुपर्छ न एउटा मोबाइल छ राम्रोसँगले यो पनि धन्दा घरमा छ र यसो योबाट कहिलेकाहीँ फुर्सद हुँदा चट्ट बनाइरहन्छ होइन अनि तपाईँहरूलाई देखाउने नै छौँ अन्तिमसम्म हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला यसरी उफ्रिन्छ बाँदर फेरि एकचोटि यो भेटाउनलाई उफ्रिरहेछ गाइस 75 पो रहेछ त गाइस यता त 75 रहेछ 75 यसरी उफ्रिन्छ गाइस ऊ त फेरि खतरा भलिबल प्लेयर भन्न सक्दिनँ कि खुसी भएको हेर्नु न गाइस यति भन्दिनँ राम्रो भाइ केही भनिदेऊ न त यार मेरो भ्लगमा तिमी कस्तो मान्छे यार नमस्ते रिकेश कार्की यहाँलाई स्वागत छ राकेश तामाङ च्यानलमा हामी चाहिँ अहिले हालसालै दिएर बसेका पास भएर बसेका विद्यार्थी धेरै नै हामी 11 मा मात्र पुगेका हौँ ए साँच्ची गाइस हामी 11 मा पुगिसक्यौँ है अब चाहिँ 10 बाट चाहिँ हामी 11 मा पुगिसक्यौँ होइन कस्तो लाज पनि लागिरहेको छ 11 मा भन्दा होइन अब यस्तै छ गाइस अब ब्लग त कति आउँछ अब कलेज गएको म अब भोलिपछि डेली भ्लग पनि हाल्न थाल्छु बिस्तारी मोबाइल किनौँ न गाइस पास भयो अब मोबाइल किनिन्छ अनि भ्लग सुनाएको चाहिँ होइन गाइस फेरि यस्तो बेलामा म फेरि सुनाउनु चाहिँ मन लाग्दैन होइन अब त्यही हो गाइस अब जङ्गल आइपुग्यो फेरि जङ्गलमा अलिकति डर पनि लाग्छ होइन अब यहाँ चाहिँ अलिक तर्साउँछ अरे क्या गाइस बुझ्नु होइन 12 बज्यो कि तर्साउँछ अरे क्या अलिकति अनि त्यही भएर मैले रिकेशलाई पनि लिएर आएको यो भाइले फेरि आज यता र उता घुमाएर नि गाइस यस्तो म्याक्री यही मैले अघि तपाईँहरूलाई सुरुमा देखाएको थिएँ नि यो बाटो म यता यो बाटो हिँडेको भनेर तर यो भाइले कहाँ लग्यो यताबाट यो बाटो सिधै पुगिँदो रहेछ ठ्याक्कै त्यो उयो बत्तीको बिल तिर्ने अफिस यताबाट घुमायो गाइस उयो तल्लो रोड निकाल्यो अनि त्यहाँबाट अलिक परतिर लग्यो फेरि उँधो लग्यो अनि के भन्नु ए बाटो बिर्सेछु अरे फेरि फर्कायो अनि फेरि मासतिर ल्यायो फेरि रोड अनि फेरि उकालो राम्रो गाइस बरु एक्लै आएको भए हुने रहेछ क्या गाइस तर अलिकति डर लाग्छ र मात्र होइन नत्र त म यस्ता चिन्दिनँ नि त गाइस मारिदिन्छु नि भाइ फेरि नगर है भाइ बिस्तारै हिँड न तर्साउँछ क्या यहाँ तर्साउँछ यहाँ चाहिँ निकै नै मान्छे झुन्डेर मरिसकेको छन् होइन गफ है गाइस गफ यहीँ केही हुँदैन दिउँसो पनि कसै तर्साउँछ तपाईँलाई तर्साएको छ भन्नु त यस्तो हामी 12 बजे हिँडिन्छौँ यो बाटो तर कहिले हिँडेको चाहिँ थाहा छैन होइन कहिले हिँडेको चाहिँ थाहा छैन तर 12 बजे चाहिँ हिँडेकै हो आज चाहिँ हिँडिरहेको छु आजै त गाह्रो भनिसक्यो अहिले नै अनि
अहिले पनि हिँडिरहेको छौँ नि गाइस राति एउटा कुरा के अब हामीलाई चाहिँ यसो भनेको थियो सर मिसले इङ्ग्लिसमा 10जना 15जना 10जना 1500 का 10जनाले पास गरेमा 5000 को पार्टी र विज्ञानको मिसले पनि 12जनाले पास गरेमा पार्टी दिने र अनुप सरले म्याथ टिचर यानि कि अनुप सरले पनि हामीलाई म्याथमा 10जनाले पास गरे 5000 जतिको यसो पाठाको मासु खुवाउने कुरा थियो 5000 हैन क्या भाइ 5000 हैन क्या भाइ यहाँ सुन्नु तपाईहरुलाई म प्रष्ट भनिदिन्छु क्या हामी चाहिँ 15जना पास भयौँ हाम्रो स्कुलबाट पहिलो रेकर्डमा 15जना पास भयौँ गाइस हैन अनि सरहरूले चाहिँ 5000 इङ्ग्लिस पढाउने सरले 5000 विज्ञान पढाउने मिसले 5000 अनि म्याथ पढाउने सरले 5000 थपेर 15000 को चाहिँ 15जनालाई खत्ता पार्टी हान्ने अरे कि गाइस त्यसमा म चाहिँ खसी डोर्याउनेमा परेको छु अनि तर पार्टी चाहिँ कहिले हो थाहा छैन हैन अब हामी चाहिँ पनि सरहरूलाई कुरा गर्नुपर्छ नि त गाइस बिस्तारी बुझ्नु भएन त्यही हो क्या गाइस अनि अहिले चाहिँ हामी जङ्गलबाट अलिकति खुल्ला ठाउँमा निस्किसकेका छौँ अनि जङ्गल देख्नुहुन्छ कालो पनि अति नै कालो छ कि डरै लाग्दो दिउँसो तर म चाहिँ राति 12 बजे पनि हिँड्न सक्छु कि यो बाजु यो जङ्गल चाहिँ मलाई त्यस्तो केही लाग्दैन गाइस यो ठाउँमा त हामी कति आइयो बस्नलाई नि बुझ्नु भएन यो ठाउँ छ नि यो कति आइयो दिने जस्तो आइन्थ्यो पहिले यहाँ कस्तो आनन्द शान्त वातावरण छ नि त गाइस यो ठाउँ होइन हरियो धेरै आइन्थ्यो क्या गाइस यो ठाउँ रिकेश भाइ हिँडिरहेको छ म सानमा हेर्नु न फेरि गाइस सान पनि अलिअलि पो हुनुपर्छ त हौ सानमा अलिअलि पो हुनुपर्छ त हौ गाइस ठिक्कको सान यत्रो साह्रो सान चाहिँ ल त गाइस हामी एकछिनमा भेट्छौँ निरन्तर एकदम हिँडिरहेको छौँ खुट्टा दुखिरहेको छ गाइस ल यतिमा भेट्छौँ है त गाइस तपाईँहरूलाई अघि मैले देखाउँछु भनेको ठाउँ चाहिँ फाइनली आइसकेका छ अनि यसले के देखाउन लाग्यो भन्नुहुन्छ भने चाहिँ खासै केही चाहिँ होइन त्यस्तो मेन चिज चाहिँ देखाउनु खोजेको तर हामी पहिले फुटबल खेल्न आउँथ्यौँ क्या गाइस यहाँ हामी साह्रो फुटबल खेल्थ्यौँ पहिले अनि फुटबल खेल्ने ग्राउन्ड अहिले किन फुटबल खेल्न छोडियो त भन्नुहुन्छ भने कस्तो छ ग्राउन्डको हालत थाहा छ तपाईँहरूलाई यस्तो छ हेर्न सक्नुहुन्छ है यस्तो छ ग्राउन्डको हालत चाहिँ गाई छ के भन्छ यसलाई बाँधिरहेछ यस्तो छ गाई हाम्रो ग्राउन्डको हालत अब हामी बल खेल्ने भनेको अब एकैचोटि घाम लागेपछि घाम लाग्यो भने कहिले भाइ यो कहिले सुक्छ यस्तो 3-4 महिना पछाडि मात्र हो गाई हामीले बल खेल्ने भनेको यहाँ अब यहाँ यसलाई चाहिँ खास हेल्पे डाँडा भन्छ चिन्नेले त चिनिहाल्नुहुन्छ अनि नचिन्नेले त अब कुन ग्राउन्ड हो भन्नुहुन्छ नि त अब यो चाहिँ हेल्पे डाँडा हो हेल्पे डाँडाको ग्राउन्ड खास यो क्याम्पसको ग्राउन्ड हो गाइस अनि सबैजना बेलुका 4 बजेदेखि चाहिँ खेल्न थाल्छ अनि हामी पनि खेल्न आउँथ्यौँ सबै दाइहरू आउनुहुन्छ खेल्नलाई अनि मैले चाहिँ सुरुमा फुटबल खेल्न म चाहिँ किपर खेल्छु क्या गाइस अनि यो चकचकी हेर्नु यहाँ हेर्नु म चाहिँ यहीँ बस्थेँ क्या गाई चाहिँ यहाँ डाइ हानेको यता छाला पिल्साको यस्तो छ म पहिले किपर खेलेको ठाउँ चाहिँ यहीँ हो बल्नुमा पनि खेल्थेँ ओल्नुमा पनि अनि यस्तै छ गाई चाहिँ हातमा थुकिदिन्छ यार यो अनि म पुसान अनि मजा हातमा थुकिदियो झ्याप्पै हातमा गुड यत्तिको चाहिँ हुनु पऱ्यो नि त ल ठिक छ राम्रो छ अनि त्यही हो गाइज ल त हामी अब घर पुगेर मात्र भेट्छौँ गाइज अहिले चाहिँ लास्ट चाहिँ नि पानी पर्नु थाल्यो अनि अहिले चाहिँ यहाँ खादबारीको मौसम चाहिँ कस्तो छ भने एकदम उता कारै हिलेको जस्तो छ क्या गाइज हिलेको यहाँ देख्न सक्नुहुन्छ है डुसे कुहिरो यस्तो पानी परिरहेछ होइन अब यस्तो छ उताबाट त झन् कस्तो डेन्जर ढुसी आइरहेको छ गाइज अब हाम्रो चाहिँ घर तल हो अनि हामी चाहिँ चट्टसँगले घरतिर लाग्दैछौँ अब हामी चाहिँ यताबाट वरुण क्याम्पस चाहिँ गाई चाहिँ यही हो होइन देख्न सक्नुहुन्छ अब कतिजना एससीमा पास हुने विद्यार्थीहरू चाहिँ यहाँ पढ्न आउनुहुन्छ होइन मेरो चाहिँ घर मास्तिरै छ है गाई क्याम्पस कुन क्याम्पस भने वरुण क्याम्पस रिकेश भाइ चाहिँ यहीँ पढ्न सक्छ म चाहिँ यहाँ
हुन्छ कि अब कहाँ हुन्छ गाइज होइन अब चिट्ठै तान्नुपर्छ खाटबारीमा कलेजहरू त धेरै छन् नि त अनि अब कुन कलेजमा पढ्ने कुन कलेजमा राम्रो अब त्यो बुझेर यताउता बुझ्नु पऱ्यो अब अनि त्यही भएर चाहिँ पढ्ने हो होइन ल त इस अब पानी पनि दामी छुट्यायो अब चाहिँ हामी बेलुली रनिङ गरेर घर पुग्नुपर्छ अब त 2 मिनटमा घर पुगिहालिन्छ नि होइन अब घरमै पुगेर भेटौँ है त ल फाइनली गाइज हामी घर आइपुगिसकेका छौँ लाइन पनि आयो लाइन नि आयो त बिल पैसा त तर तिर्यो खतरा तिर्यो पैसा त खासै धेर त होइन रहेछ खासै धेर उठेको रहेछ होइन अघि तपाईँहरूलाई पनि भनिहालेँ यता पनि त भन्नु पर्यो नि पैसा त कति हो 500 मा 420 रुपैयाँ 580 रुपियाँ चाहिँ चिलिम फर्क्यो त्यत्तिकै फेन पनि छैन कहाँबाट उठ्छ नि यत्रो पैसा त अचम्म हो फेरि हामी त्यस्तो गलेर नि यहाँ पानी पर्यो गाइज बाहिर सबै पानी परिसक्यो पैसा पनि दिइसक्यो हामीले अब 50 रुपियाँ चाउचा खान दिन्न हामीलाई दुईजनालाई चाउचा होइन भात पाकिरहेको छ भात खानुपर्छ भात त नखाऊँ न हौ भात खाएको छैन भात त नखाऊँ न भात नखाने क्या अहिले कहाँ 1 बजीतिर भात खान्छ त होइन तपाईँहरू भन्नु त एकचोटि भात खान्छ 1 बजीतिर कसैले भात खान्छ अब एकैचोटि बेलुका अब हामी त चटपटी बनाएर खट्टा हानिन्छ नि त अब रिकेश भाइर म त चटपटी रिकेशले चट्टा बनाउँछ होइन अनि पानीले त लास्ट कुटो नि त गाइज बरुण क्याम्पसबाट उदो झरेपछि त अनि तुफान हानेर टाउको साउको अलिअलि भिजिरहेछ बल्ल घर आइपुग्यो आनन्द भयो रिकेश भाइ पनि यहीँ छ देख्नुभयो देख्नु भएन नि कि देख्नुभयो ए देख्नु त ए देख्नुभयो ल रिकेश भाइको रिकेशलाई देखाएको तर्फबाट पनि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला होइन अब यस्तै छ त हाम्रो अब 1 महिना गाइज त्यहाँबाट त बिहान कलेज लाग्नु थाल्छ त्यहाँबाट त उयो यसरी हिँड्ने सपना गए गाइज अब घरको जेठो छोरो हो क्या यति चाहिँ भन्न आउँछ मलाई अरू त आउँदैन ल त गाइज हामी एकछिनमा केही खान्छौँ अनि देखाउँछौँ तपाईँहरूलाई तर हामीले त्यस्तो गाइज हामीले चाहिँ अहिले होइन चट्टा लाएर चटपटे बनाइसक्यौँ होइन अनि चटपटी चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले चटपटी चाहिँ होइन यस्तो छ रिकेश भाइले बनाएको चटपटे होइन अनि सँगसँगै सानो के भन्नु यसलाई ड्यू माउन्टेन ड्यू होइन अनि रिकेश भाइ र म चाहिँ अनि चट्टा लाएर खाने हो होइन अनि रिकेश चाहिँ यहाँ छ खानाको लागि इच्छा गरेर बसिरहेको अनि खानाको लागि बसिरहेको छ होइन कतिखेर ब्लाउज सक्छ र यहाँ खाउँ भनिरहेको छ होइन म छिटै सक्छु पखाउनु भाइ खानुपर्छ होइन अब चाखे त लगाए एकचोटि चाहिँ चाख्छु अनि म ब्लग इन्ड हानिदिनु पऱ्यो है खाइसक्यो देनी केटोले मधुसेबाट ट्रेनिङ उयो के अरे उयो लिएको रहेछ ट्रेनिङ लिएको रहेछ गाइड ट्रेनिङ ऊ पनि त अब यताको त होइन म उता मधेसतिरकै हो लाइन पनि आयो गाइड लाइन आउँदा चाहिँ ढोग्ने बानी छ लाइन त गयो लाइन गयो भाइ लाइन गएर गाई दोस्तो लाइन आउँदा गेम खेल्न पाउँछु भनेर खुसी थियो अहिले लाइन यस्तो छ गेम लाइन गएपछि ल गाइज फुल भिडियो हेरिदिनु होला होइन अब म चाहिँ फिफा मोबाइल खेल्छु नि त राकेश तामाङ भ्लगमा अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला राम्रो लागेमा होइन अनि अब त्यही हो गाइज अब यस्तै छ अब आउँछ गाइज 20 तारिक भ्लगहरू अलिक 5-6 दिन ग्याप हुँदै आउँछ राम्रो कन्टेन्ट भेट्यो भने चाहिँ आउँछ अनि त्यस्तै हो गाइज अनि आजको चाहिँ यो सानो भ्लग रिकेश भाइ र मेरो बत्तीको बिल तिर्न गएको होइन बिजुलीको बिल तिर्न गएको भ्लग हो अनि त्यही अब चाहिँ भ्लग इन गरौँ होला गाइज मलाई धेर पनि भइसक्यो क्या गाइज यो 15 मिनट कटिसक्यो अनि त्यही भएर ल त के भन्नु भाइ इन हान्दै हामीले चाहिँ अब भ्लग सकिसक्यौँ लाइट पनि गइसकेको छ अब आजलाई चाहिँ यति नै भनौँ अब निकै नै अब राम्रो कन्टेन्टहरू आउँछ योभन्दा राम्रो कन्टेन्ट हामीले हाल्नेछौँ भन्दै बस्दै भाइ ल त गाइज अर्को दिन भेट्नुपर्छ हामी अहिलेलाई चाहिँ मेरो ब्लग यति नै
आउँदो दिनहरूमा दामी दामी भ्लगहरू आउँछ। त्यही हो गाइस, अहिलेलाई चाहिँ बाई बाई।